हेलो नमस्कार सबैजनामा वेलकम टु माई मिनी भ्लग। मेरो भ्लगमा चाहिँ यहाँलाई स्वागत गर्न चाहन्छु। हाम्रो तीनजना साथीहरू यतिखेर यहाँ छारी मुनि एक चिसो महिनामा पनि उहाँहरूलाई गर्मी भयो रे हैन। चिसो महिनामा चाहिँ उहाँहरू एकदम शीतलमा बसिरहनु भएको छ तीनजना साथीहरू। ल अब टक्क लाएर साथीहरूको नाम भनिदिनु पर्यो है त। ल सर हजुरको नाम? नमस्ते, मेरो नाम प्रकाश बहादुर बुढा, फुलुङ दुधकोशी गाउँपालिका सोलुखुमबाट। सोलुखुम्बुबाट है, सेवाकालीन तालिमको लागि हजुर पनि अछाम अछाम जिल्लाबाट। ल हामी पालो आयो नि सर। दारासिंह विष्ट भन्ने मान्छे हो, घर चाहिँ कर्णालीको कालीकोट, कर्णालीको कालीकोट, कोशीको धनकुटा। अहिले चाहिँ अब यहाँ गर्मी भयो हैन, अब यसो शीतलमा चिसो महिनामा है, पुष महिनामा गर्मी भएको छ। नमस्कार। अहिले एकछिन नमस्कार। सीताले म चाहिँ प्रशान्त आचार्य है। हजुर। घर मेरो रौतहट चन्द्र निगाची होइन है। मेरो घर चाहिँ खोटाङ गाउँपालिका वडा नम्बर 4 बडाका दियाले खोटाङ। हाल कार्यरत चाहिँ आमचक गाउँपालिका बालङ्खा भोजपुरमा छु, नायब पशु स्वास्थ्य प्राविधिकमा भने। आजको मितिमा चाहिँ म यहाँनिर उपस्थिति भएको छु 30 कार्य दिने सेवाकालीन तालिमले गर्दाखेरि। तपाईँ को बोल्नुभयो एकचोटि चिन्तन गर्नुको राम्रो हुन्छ कि भिडियो रेकर्ड हो? भिडियो रेकर्ड हो यो त। भ्लग बनाउँदैछु, भरे युट्युबमा आउँछ है। ल अनि भ्लग बनाउने त उता जङ्गलतिर पो जाने। अब जङ्गल सबैको आउँछ। हाम्रो सर हजुरको परिचय पाउनु थोरै ल। म फुर्बा शेर्पा, मैवा खोला गाउँपालिका ताप्लेजुङबाट। अहिले चाहिँ म यो 30 कार्य दिने सेवाकालीन तालिममा चाहिँ यहाँ उपस्थित छु विगत 6-7 दिनदेखि। हस्, हजुरलाई पनि सेवाकालीन तालिमले हजुरको चाहिँ क्षमता अभिवृद्धि होस्, शुभकामना छ है त। ल हस्, धन्यवाद तपाईँलाई पनि सर। ल उहाँले देखाइदिइहाल्नु भयो है त। ल हेर्नुहोस् यहाँ उहाँको होइन। तैपनि सर यता हेरिदिनुहोस् त। मान्छे अलि हेर्नु छु। ल यो भरे जस्ताको जस्तै आउँछ है सर। यात्रा जारी छ साथीहरू। यतिखेर जङ्गलतिर प्रस्थान गर्दै हुनुहुन्छ है। साथीहरू भन्दै हुनुहुन्छ कि हात्तीको शिकार। हात्तीले शिकार गर्ने हो कि फेरि? ल लाइनबद्ध रूपमा साथीहरू है त। हेलो नमस्ते। हामी चाहिँ यो कलवालगुरी मन्दिरमा जान लागिरहेका छौँ। एकदम धुमधामसँगले हामी जङ्गलको बाटो तताइरहेका छौँ। हामी कलवालगुरीतिर छौँ है, हामी हात्तीलाई जङ्गल सफारीको लागि साथीहरू सरहरू सबैलाई शुभकामना छ है त। झापाको 30 दिने सेवाकालीन तालिमलाई चाहिँ एउटा यादगार क्षण बनाउने क्रममा म साथीहरूसँग यतिखेर जङ्गलतर्फ लाग्दैछु। साथीहरू अगाडि लागिरहनु भएको छ, हिँडिरहनु भएको छ, एकदम रमाइलो गफगाफ गर्दै। एकदम रमाइलो छ यात्रा। रमाइलो छ। एउटा यादगार क्षण बनाउनको लागि म यतिखेर साथीहरूसँग छुट्टै नयाँ ठाउँमा जाँदैछु। साथीहरूको भिडियो पनि यसरी प्रस्तुत गर्नुपर्छ होइन, रमाइलो बनाउनु पर्यो नि। शेर्पा सर, फुर्बा सर, ल हजुर साह्रै ह्यान्डसम देख्दैछु है म। के कालीकोटको सर झन्, दारा सर झन् कुरै छोडौँ। सदाबार हो कि सर खासमा? कालीकोटको हावापानीले नै छोयो हो सर। कालीकोटको हावापानी जगजाहेर छ नि सर। तपाईँको नाम के हो? नमस्कार, म विक्रम तामाङ सर, ललितपुरबाट है। यो यतिखेर मन्दिरमा आइपुगेका छौँ हामी। बसाइ काठको सदुपयोग हो कि यो सिमेन्ट नै हो? सिमेन्टको कलर चाहिँ काठको दिएको छ होइन। ल यसरी आकर्षक बनाउन सकिन्छ भन्ने एउटा नमुना हो। यो काठ होइन, यो चाहिँ सिमेन्टबाटै बनाएको हो। ल काठ देखाइएको छ हैन, काठ जस्तै देखिएको छ हेर्दा चाहिँ। हेलो रमेश सर, ठिक छ नि? के भन्नुभएको? ल
उहाँले पनि मजा यसो हँसाउँदै हुनुहुन्छ होइन निर्मित हो कि सिमेन्टको हो। कृत्रिम हो? कृत्रिमै हो होइन होइन सिमेन्टको होइन उहाँहरू पनि एकदम कृत्रिम यस्तो हुन्छ फेरि जतिवटा भन्यो त्यतिवटा बनिन्छ त नि अनुसन्धान मूल्याङ्कनमै हुनुहुन्छ उहाँहरू पनि हेलो मूल्याङ्कन अनुसन्धान दरो छ नि अवलोकन प्रतिवेदन 2082 साथीहरू आफ्नै सुरमा आफ्नै पारामा अगाडि यात्रालाई अगाडि बढाउँदै हुनुहुन्छ फुरुवा सर आउँदै हुनुहुन्छ नि म आउँदैछु यता 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 हात हलाउँदैछु त हजुर फुरुवा सरको जय होस् तपाईँको पनि जय होस् मेरा आदरणीय साथीहरूसँग म रमाइलो गर्दै अगाडि यात्रा बढाउँदैछु हाम्रो यात्रा भनेको यो जङ्गल नै घुम्ने मात्र हो है आजलाई अरू केही छैन उद्देश्य हाम्रो सरहरू एकदम जोसिलो सरहरू फुर्तिलो सरहरू ह्यान्डसम सरहरू हुनुहुन्छ होइन एकदम फुल इनर्जी लाउँदै यात्रा अगाडि बढाउँदै हुनुहुन्छ हाम्रो शेर्पा सर हात्तीसँग जुझ्ने होइन त शेर्पा सर शेर्पा सर हात्तीसँग जुझ्ने होइन त मैले त्यत्तिकै फुर्तिलो जोसिलो होसिलो हुनुहुन्छ भने होइन त उहाँ ह्यान्डसम पनि हुनुहुन्छ त्यत्तिकै हात्तीलाई आड गर्नुहुन्न क्या उहाँले ल सर हजुरलाई शुभकामना छ है त हात्तीसँग भिड्नु होला हस् यस सर हामी यो भद्रपुरमा चाहिँ विशेष गरी आफ्नो सेवा अवधिको लागि चाहिँ क्षमता अभिवृद्धिको लागि चाहिँ 30 दिने सेवाकालीन तालिममा छौँ यस होइन हजुर सर हजुर अहिले उताको बसाइ भन्दा पनि यतिखेरको हाम्रो यो जङ्गलको यात्रा चाहिँ कस्तो लागिरहेको छ तपाईँलाई एकदम रमाइलो आनन्द एकदम रिफ्रेस भइरहेछ होइन हजुर त्यो चाहिँ हामी एकदम त्यहाँ प्रत्येक दिन चाहिँ क्लासमा बसेर बोरिङ हुने कुरालाई चाहिँ हामी यो यसरी जङ्गलमा आनन्दमय लिँदा चाहिँ दिमागमा चाहिँ एकदम राम्रो तरिकाको शान्त वातावरणमा चाहिँ माइन्ड फ्रेस हुने भयो अनि नि सर यतिखेर तपाईँलाई ताप्लेजुङको याद कतिको आइराखेको छ मलाई त्यस्तो ताप्लेजुङ कुनै ठाउँको पनि याद आएको छैन अहिले यो ठाउँमा एकदम बस्न पाउँदा सरहरूसँग रमाइलो गर्न पाउँदा एकदम रमाइलो लागिरहेछ ए हस् हस् धन्यवाद सर यो चाहिँ चिया तराईमा पाइने चिया बगान हो हामी यतिखेर झापा स्थित चिया बगानमा छौँ यहाँ ठुलो मात्रामा चाहिँ यो चियाको चाहिँ खेती गरिएको छ ठाउँ एकदम सुन्दर रहेको छ है साथीहरू है त हामी यतिखेर चिया बगानलाई अध्ययन गरिरहेका छौँ चिया बगान साँच्चै नै एकदम रमाइलो छ तर यो छारोले गर्दा चाहिँ हरियो देखिएको छैन तर ओहो ल साथीहरू यता हुनुहुन्छ चिया बगानमा पानीले चाहिँ धुलो पखाल्न पाएको भए सायद हरियोपनले एकदम मनमोहक दृश्य हामीले अवलोकन गर्न पाउँथ्यौँ यतिखेर छारोले ढकमक्क ढाकिएको छ त्यसले गर्दाखेरि चिया बगानको हरियोपन हराएर सेतो फुस्रो देखिएको अवस्था छ यो झापाको भद्रपुर स्थित रहेको छ यो ठाउँ चाहिँ है त कलवलगुरी भन्ने ठाउँमा रहेको छ झापाको पनि गर्मी ठाउँमा पनि चिया पाइन्छ भन्ने कुरा हो यो चाहिँ म साथीहरूको भलाकुसारी एकदम मनन गरिरहेको छु यतिखेर म मेरो स्वर भन्दा नि साथीहरूको भलाकुसारीलाई चाहिँ म प्राथमिकता दिन्छु है त यतिखेर हेलो हेलो साथीहरूको भलाकुसारी किन रोकियो
हाम्रो यहाँनिरको टेस्ट लिउँ न कस्तो रहेछ हो के चिया खाने साथी हो चटपट चटपट खाने हो भने चटपट। त साथीहरू फेरि दादालाई पकौडा परार उनी जानु पर्यो अस्तिकै ठाउँमा पुग्नु ल। पर्छ नि अगाडि जाउँ। हामी चटपट खाने कुरा भयो साथीहरू यतिखेर म झापाको भद्रपुर स्थित यो एउटा झुलुङ्गे पुलमा आइपुगेका छौँ। पक्कै पनि यो झुलुङ्गे पुलले चाहिँ तराईको बाढी आउँदाखेरि चाहिँ यहाँका बासिन्दाहरूलाई ठुलो राहत दिएको होला। यतिखेर पुलबाट स्कुटर आएको देख्न सक्छौँ। दृश्य अवलोकनसँगै साथीहरू गाडी बढ्दै हुनुहुन्छ। हामी आज पक्कै पनि रमाइलो गर्दै आजको यात्रा अगाडि बढाउने नै छौँ। हाम्रो आजको उद्देश्य भनेको रमाइलो गर्दै दृश्य अवलोकन गर्नु रहेको छ। हामी पहाडको मात्र दृश्य अवलोकन कति गरौँ भनेर तराई क्षेत्रको दृश्यहरूलाई पनि कैद गर्दै जीवन्त बनाउने उद्देश्यले आज हाम्रो यात्रा अगाडि बढिरहेको छ। मेरो पछाडि साथीहरू एकदम रमाइलो गर्दै भिडियो कैद गर्दै यात्रालाई अगाडि बढाउँदै हुनुहुन्छ। 4-5 जना सरहरू मिलेर यो बनाइदिएछ के जान्छ दृश्य अवलोकनको लागि यता हामी फेरि छौँ। सबै सरहरू हाम्रो आफ्नै यो टिम चाहिँ अगाडि बढिरहेको यो समूहले एक खालको एकदम दृश्य अवलोकन गर्दै आफूलाई एकदम रमाइलो वातावरणमा भुलाउँदै हुनुहुन्छ। यो तराईको गर्मी क्षेत्रमा हामी यो सिजनमा पनि ज्यानलाई अलिक गरम गरम महसुस गर्दै यो सालको घारीभित्र आफ्नो यात्रालाई अगाडि बढाउँदैछौँ। हजुर हजुर सर, चारकोसे झाडी, यसलाई चारकोसे झाडी भनिन्छ है, हाम्रो सर भन्दै हुनुहुन्छ। यो हाम्रो चारकोसे झाडीबाट हामी यतिखेर यहाँहरूलाई हाम्रो दृश्य चाहिँ देखाइरहेका छौँ। साथीहरूसँग हामी अगाडि बढिरहेका छौँ। हामीले आज यो विशेष कैद गर्नुको उद्देश्य भनेको हाम्रो साथीहरूसँग म यहाँ थियौँ, म साथीहरूसँग यसरी यो ठाउँमा गएका थियौँ भनेर चाहिँ एउटा प्रमाण राख्न खोजेको हो। साथीहरूको साथी हाम्रो आदरणीय पूर्व सर चाहिँ एकदम रिपोर्टिङमा व्यस्त हुनुहुन्छ यतिखेर। हेलो 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 सर, आउनुहोस् सर आउनुहोस्। हामी अहिले पिकनिक स्पटतिर लम्किरहेको अवस्था छ। सर साँच्ची भनिन्छ नि हिरोको खेल पछाडि भनिन्छ नि, ठ्याक्कै त्यस्तै तपाईँको इन्ट्री पनि अन्तिममै भइदियो नि। अब त्यसरी बुझ्दा पनि हुन्छ। अब यो हिँड्दै गर्ने क्रममा चाहिँ अलिकति पाइला सानो भएर हजुर गति हरास आएको हो कि भन्ने कुरो पनि लागिरहेको छ आफूलाई। त्यसरी हिरोकै रूपमा चाहिँ नबुझौँ होला होइन। तर हाम्रो चाहिँ यो भ्रमण अवलोकन गर्दैछौँ, कस्तो रहेछ यहाँको परिदृश्य हेर्दाखेरि चाहिँ। यो एकदम घना घना जङ्गल रुखहरूले गर्दाखेरि यहाँको तापक्रमलाई शीतलता पछि गर्मी याममा चाहिँ एकदम शीतलता हुने रहेछ भन्ने कुराको हामी अनुमान लगाउन सक्छौँ। अब हामी यो सकेर अब चाहिँ हामी डाइरेक्ट जुन हाम्रो फोकस डेस्टिनेसन पोइन्टमा हामी पुगिरहेको सर यो यतिखेर नि यो पुसको महिनामा पनि अलिअलि गर्मी महसुस पक्कै भएको होला तपाईँलाई। म अब हिमालमा बस्ने मान्छे, हिमालमा जन्मेको मान्छे, अहिले पहाडमा बसिरहेको छु। गर्मी केही हदसम्म अहिलेलाई यत्तिकोलाई चाहिँ एक्सेप्ट गर्न सकिन्छ। तपाईँहरूले हेरिरहनु भएको छ, तपाईँहरूलाई एउटा पानको पात होइन। अनि यति भन्दै अहिलेलाई चाहिँ हामी बिदा भयो है त सर, हुन्छौँ छुट्टी अहिलेको लागि एकैछिनको लागि छुट्टिएको लागि चाहिँ। हाम्रो सर क्यामेरामा कैद नहुनु होला है त। मैले यसो रमाइलो गरिदिएको, साथीहरू एकदम दौडधुप चलिरहेको छ। रमाइलो रमाइलो यो दृश्य चाहिँ साँच्चै नै एकदम रमाइलो देखिरहेको छ। मलाई चाहिँ आफूलाई भित्रैदेखि रमाइलो अनुभव भइरहेको छ। म ठ्याक्कै यो प्रकृतिसँग एकदम खुलेर रमाइरहेको छु। प्रकृतिदेखि मलाई एकदम खुसी लागिरहेको छ।
सरजी प्रकृतिले यहाँहरूलाई कस्तो अनुभव दिलाइरहेको छ शेर्पा सर? सर हजुर यतिखेर यो प्रकृतिले हजुरको मनलाई कस्तो महसुस गरी रमाइलो आनन्द आनन्द दिइरहेको छ सर। हो हजुर यो प्रकृतिसँग खुसी हुनुहुन्छ नि? एकदम खुसी। माइन्ड फ्रेस भयो नि हजुरको? ल उहाँलाई पनि यतिखेर आनन्द भएको महसुस उहाँले आफ्नो विचार व्यक्त गर्नु भइसकेको छ। यो रुखमा लगाइएको रङ्गी बिरङ्गी कलरहरूले यो प्रकृतिको स्वरूपलाई नै एकदम मनमोहक बनाइएको अवस्था छ हैन? यसले पक्कै पनि पर्यटकहरूलाई चाहिँ आकर्षक पक्कै गराएको छ। पर्यटकहरू पक्कै आकर्षित भएको अवस्था छ। यो क्षेत्रमा यो रुख बोट बिरुवा यो कलर हैन यो शान्त वातावरणले पक्कै कसैको मन नलोभिएला भन्ने छैन। सबै चाहिँ यो दृश्यले लोभिने नै छन्। यो प्रकृतिसँग सबै लोभिने छन्। सिमसार यो भद्रपुर स्थितको सिमसार क्षेत्रलाई चाहिँ यहाँहरूसँग जोड्न देखाउन तल झरिरहेको छु। सिमसार है एकदम मनमोहक दृश्य हामीले देख्न सक्छौँ। रुममा बस्दा बस्दा पनि माइन्डलाई डिप्रेस हुनबाट बचाउनको लागि हामी सिमसार एरियामा मैले विशेष गरी यतिखेर हाम्रो फुर्वा सरलाई उहाँको प्रस्तुति देखाउन चाहेँ। उहाँ पनि व्यस्तै हुनुहुन्छ यतिखेर। उहाँको आफ्नो प्रस्तुति आफ्नै पारामा। ल फेरि उहाँ ल फुर्वा सर पनि आफ्नो प्रस्तुतिमा व्यस्त हुनुहुन्छ। दृश्यले पक्कै लोभिने छन्। टक्क लाएर यहाँ पानीमा चाहिँ जङ्गलको दृश्य अवलोकन पनि गर्न सकिन्छ। हामीले पोखराको तालमा भने माछा पुछ्रेको दृश्य अवलोकन गर्न सकिन्छौँ भने यतिखेर चाहिँ हामीले यो सिमसारमा चाहिँ यो जङ्गलको रुखहरूको दृश्य अवलोकन गर्न सक्छौँ। यो पक्कै पनि दृश्यले यहाँहरूलाई लोभ्याउने नै छन्। हामी फेरि आएर अझै रहेको होइन छुटेको फेरि हामी यो भ्लगमा कैद गर्ने बाचा गर्छौँ। किन बाचा गर्छौँ भने हाम्रो साथीहरू हाम्रो समूहको अरू अन्य साथीहरू पनि छुटेको छ। उहाँहरूले गुनासो गर्दै हुनुहुन्छ भन्ने हामीले समाचार प्राप्त गरेका छौँ। उहाँहरूलाई पनि समेट्ने गरी हामी पक्कै पनि अर्को दिन अर्को समय फेरि जोड्नेछौँ। यसरी नै हाम्रो सर यहाँ एकदम जोसिलोका साथ चटपटे खाने स्थानतिर जाँदै हुनुहुन्छ। साथीहरू टक्क लाएर चटपटे खाने भन्दै हुनुहुन्छ है त। ओहो 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 आमामा आहा आहा हाम्रो सरहरूले दाँत तिखारिसक्नु भएको रहेछ त। दाँत तिखारिसक्नु भएको सर? तिखो बनाउनु होला है। यसलाई आलु चप भनिन्छ है सर? चिल्लो चिल्लो छ क्यार है? चिल्लो पिरो होइन चट्ट परेको। तपाईँ टेस्ट लिनुहोस् न अनि त्यस पछाडि स्वाद अनुसारको फेरि कुरा राख्नु। ओ सही भन्नुभयो। एउटा होइन तातो पनि रहेछ सर है? अझ जुसिलो होइन? सर मुख पोल्ला है? मुखलाई जोगाउनु होला नि। तातो तातो आलु चप होइन यो? हाम्रो दारासिंह सरले चाहिँ यो आलु चपलाई चाहिँ सधैँ सधैँ सम्झिने बाचा गर्नु भएको छ।
पानीपुरी चाहिँ बनाइदिनु न सयको। पानीपुरी साह्रै मनपर्छ सर। म खाने गर्छु कहिलेकाहीँ। ल सर तातो तातो प्याजी खाम है। प्याजी राईसँग तातो कति छ ल है सर हामीले प्याजी खायौँ। शेर्पा सर लजाउनु भयो क्या हो? किन लजाउनु सर? उता किन पछाडि फर्किनु भएको सर? तातो तातो प्याजी एकदम आनन्दसँग खानु पर्यो नि है। तपाईँ क्यामेरा धेर नदेखाउनु है। नलजाउनु न सर क्यामेरासँग। आनन्दसँग खानु त मिठो तातो होइन खानु सकिन्छ फेरि मिठो छ सर। होइन। अहिले एकछिन सेलाओस् सर, मेरो मुख पोल्छ अहिले। लेभलमै छ हो अब आएँ सर, म पनि ठ्याक्क लाएर। हाम्रो सरले आनन्द लिएर एकदम खाइरहनु भएको छ क्या यहाँ प्याजी। ल ल सर, ल सर फुर्बा सर। चिल्लोसँग त डराउनु हुन्न नि सर तपाईँ? म चिल्लोसँग किन डराउनु? मसँग चाहिँ डराउनु। ताप्लेजुङको उकालो ओह्रालोमा यो चिल्लो पचाइन्छ होइन? चिल्लो चाहिँ मसँग डराउँछ। ए हो हो, ताप्लेजुङको उकालो ओह्रालोसँग होइन? मजाले सर। हो हो। आउनुहोस् लिनुहोस् न तपाईँ। ल कतिको बनाउँदै हुनुहुन्छ दिदी? हो 100को कतिवटा आउँछ हो? 32वटा खाइन्छ साथी हो? 32वटा खाइन्छ है? पेट त हाम्रो मान्नै पर्छ होइन? साथीहरूले यतिखेर हाम्रो पानीपुरीलाई उद्घाटन गरिसक्नु भएको छ। यसको यो पानीपुरीको विशेष गरी पानीपुरी लभर चाहिँ हाम्रो फुर्बा सर है, होइन फुर्बा सर? ल खानु समर्थन गर्दै उहाँको नाममा खाइदिराख्नु, समर्थन गर्दै। लबर चाहिँ होइन कि त्यसो खाजाको रूपमा। ल म पनि खासै नखाने मान्छे, तर साथीहरूको आग्रहलाई स्वीकारेर नै खाइरहेको छु। ल स्वीकार्नै पर्यो नि होइन सर? साथीहरूको आग्रह लिनु न सर। लिने सर, लिने। टेस्ट लिनुहोस्। अब मेरो पालो है त पानीपुरी। के छ फुर्बा सर विचार? होइन म आफै हाल्छु सर, आफै हाल्छु। हो पानीपुरी है त ट्र्याक्टर लगाएर पुरै पानी भयो सर, भयो भयो। यो पानीपुरी भन्छ यसलाई, गोलगप्पे। खाएको मिलेन क्या हो, हाडी कोप्टे भन्ला नि फेरि। पानीपुरी सर एकचोटि सहयोग गरिदिनु ल थोरै। ओके सर। हस् धन्यवाद सर। खाना पनि कसरी खानु भन्ने पर्छ। मैले त सकेँ। हेलो प्रशान्त सर, पौडी खेल्न खोज्नु भयो प्रशान्त सर? पौडी त होइन, अब जे गर्नुपर्छ भने विनय सर हजुर ल तपाईँ थपिनु भएको छ यतिखेर? हजुर हजुर थपिएको पछाडि आयो जे होस् ठिक छ, आनन्द छ। यो सिमसारमा आउनु सिमसार क्षेत्रमा घुम्नको लागि। अरू पनि अरू अब के भन्नु, अब यस्तै हो। उहाँलाई वास्तवमा हामी उहाँलाई छोडेर आएको, उहाँ एकदम मलाई किन छोडेर आउनु भएको भनेर उहाँ रिसाइरहनु भएको छ होइन? ठिक छ, यस्तो हुन्छ, छोडिन्छ होइन। ठिक छ, भेटघाट भयो जे होस्। उहाँको यो विचारलाई हामी चाहिँ स्वीकार्दै उहाँलाई पनि हाम्रो यो समूहमा हामीले जोडेका छौँ, सामेल गरेर फेरि एकचोटि हामी उहाँसँग पनि यो क्षेत्रमा घुम्नेछौँ होइन सर? घुम्छौँ नि सर होइन? घुम्छु, आनन्दले घुम्छु नि सर। ल सर यता फर्किदिनु। हस् त, हस् सर। हस् सर, हस्, धन्यवाद सर। तपाईँले खानु भएको छ भने त्यहाँ टेस्ट लिउँ, मिठो रहेन खाएको छु तर अब त्यहाँको यहाँ गलिकति फरक होला के भन्ने हो। गाउँ एरिया भयो, अझ मिठो पनि त हुनु भयो। यहाँ मान्छेहरू धेरै भेला हुन्छ, प्रोफेसनल मान्छेहरू भयो होइन। अझ मिठो पनि हुनसक्छ, त्यो पनि चोक्रा खाएको तर पनि मिठो हुँदैन भयो। कता घर भनेको अफिस यो छ नि सर,
लाइक गर्ने सब्सक्राइब गर्ने पानको पात पनि दिने एउटा हस् हस् धन्यवाद सरलाई गुरु सरलाई घर जानु छ अनि के भएर फाइनली बिलबाट आएर घर जानु चाहिँ त्यति के सरहरू गफगाफमा काम यता सक्ने बित्तिकै व्यस्त हुनुहुन्छ। सरहरूको यो गफगाफलाई म क्यामेरामा कैद गर्दैछु। यो रमाइलो दृश्य अवलोकनमा म साथीहरूलाई जोड्दै म पनि साथीहरूसँग रमाइलो गर्दै यो क्षणलाई रमाइलो गर्ने कोसिस गर्दैछु। कसको बाबुरामको उर्लाबारी हजुर हजुर हेलो 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 साथीहरू हेलो। कस्टमरहरू पनि भागिहाल्छ हेलो हेलो सरहरू आमामामा हौ आज भने फेरि अर्को गेम सुरु भएछ होइन सरहरूको? अह नेट बिनाको भलिबल चलि अह ल धन्यवाद सर। यो भलिबल बल खेलेर चाहिँ भोलिबाट चाहिँ अर्को कोर्ट पनि होइन उद्घाटन हुँदैछ। हजुर अह यो तालिम केन्द्र हो नि सर, हरेक चिजको तालिम हुनु पर्यो यसको अर्थ हो 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 प्रशिक्षण हो हो कति सकिन्छ अह नजाने पनि यो एकछिन आउँछु है अब भलिबल खेल्नलाई। आउनुहोस् सर एकचोटि आएँ म पनि अब। एकदमै आउनुपर्छ सर यो स्वास्थ्यको लागि पनि राम्रो छ। वेलकम टु स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद नै हो सर। राष्ट्रिय खेल हो यो भलिबल। राष्ट्रिय खेल हो।